फाइनल्ली म चाहिँ यहाँ आइसकेको छु। मम्मी चाहिँ पछाडि बसेर हेरिसक्नु भएको छ है, हेरिराख्नु भएको छ मम्मीले चाहिँ। भाग्नुभयो। म चाहिँ तपाईँहरूलाई यहाँ आफ्नै बारीको साग देखाउँदैछु है। त्यहाँ साग देख्न सक्नुहुन्छ, कस्तो राम्रो भइरहेछ सागहरू है। सागहरू छ, त्यसपछि यहाँ गोलभेडा छ, लोकल गोलभेडा पाक्दै रहेछ। त्यसपछि म अर्को पनि देखाउँदैछु। यहाँ यो अकबरी खुर्सानी कस्तो मजाले पाकेको रहेछ बोटमा। त्यसपछि हामीहरू त्यसपछि हेर्नुहोस् यहाँ देख्न सक्नुहुन्छ एउटा कस्तो मोटो मोटो रहेछ, मोटाएर बसाएर रहेछ, गुत्थु मुनि भएर बसाएर रहेछ। घाँस खान पाएर होला, मिठो मिठो खान पाएर होला। हेलो, हाई हाई भनिदेऊ न बाबु। हाई। उता पनि छन्, यता यता पनि छन् खसी बाख्राहरू। यसले चाहिँ कस्तो हेरिरहेछ बिचरा, नौलो लागेछ। नौलो नौलो मान्छेहरू को आयो भनेर होला। फाइनल्ली म चाहिँ मेरो मम्मीलाई देखाउँछु। मै हलो भन्नु रे होइन। ल मम्मी चाहिँ यहाँ मजाले घाम तापेर कपाल कोर्दै हुनुहुन्छ। कस्तो मोटी देख्यो त मलाई त। मोटाइछु क्या म त धेरै। जाडो छ, मजाले घाममा बस्यो, तेल लायो हात गोडामा, बस्यो, खायो, भोक लाग्छ खायो। जाडो हुन्छ घाम ताप्यो होइन। मग्नै छ, मग्नै छ होइन। मग्नै छ, त्यस्तै हो। यस घाम दिउँसोमा चाहिँ घाम चाहिँ मजाले लाग्दो रहेछ यहाँ होइन। दिउँसो लाग्छ, दिउँसो घाम लाग्छ। बिहान बेलुका एकछिन जाडो हो, एक्लै घाम तापो बस्छ नि त। आज नाति आइरहेछ, यता आऊ सानो नाति आइरहेछ, रमाइलो लागिरहेछ, खुसी। आऊ नाति फेरि त्यस्तै छ, नाति एकछिन बस्ने होइन, यत्तिकै हो कुदेको मक्ख परेछ मामा घर आएर होइन। म देखाउँछु है। हाम्रो चाहिँ माथिको बाटो, यतातिर आउने बाटो पनि बन्दै रहेछ यहाँ। हाम्रो चाहिँ यो घर छेउको चौतारा हो, कस्तो राम्रो छ यहाँ कलरहरू भएर होइन, कस्तो राम्रो देखेको छ घर छेउको चौतारा। त्यसपछि धेरै पछि हाम्रो यहाँ माइली आमालाई पनि भेट भएको छ होइन। ल धेरै धेरै बधाई छ छोरी, धेरैमा भेट भयो। हजुर लु रमाइलो भयो। नाति बाबु यता हेर, ल नाति बाबु यता हेर्छिन्। ल धेरै पछि भेट भयो, धेरै समयपछि भेट भयो छोरीसित, नातिसित। हजुर सानो भाइ जस्तोको तस्तै हुनुहुन्छ माइली आमा, हामी यहाँ बुढी भइसक्यो। जस्ता तस्तै भइहाल्यो नि काली, जस्ताको तस्तै हुनुहुन्छ। अब खुम्री बुढी परिसक्यो छैन के नपर्नु बाबु, तिमीहरू त त्यस्तो भइसक्यो, हामी के नहुनु। हामी त बुढी भइसक्यो। यहाँ हेर त ऊ के लाग्छ, हेर छोरो कति राम्रो चौतारो, आज रङ लाएर कति राम्रो। त्यहाँ घरबाट चाहिँ यता टक्क चौतारा, त्यसपछि यहाँ रोड छ, नजिकै रोड छ। भयो खै बुवालाई नमस्कार पनि गरेन त हौ। चौतारा कस्तो राम्रो भएछ नि रङ लाएर। हाम्रो चाहिँ पहिला यहाँ खोलामा बाख्राहरू चराउँथ्यौँ, त्यसपछि खोलामा खेल्थ्यौँ होइन। यहाँ त कति धानहरू हुन्थ्यो, अहिले त खोलाले बगाएर पुरै ऊ बनाएको छ मजाले। पारिपट्टि जङ्गल। वाह, ल चढ्न सक्ने रहेछ, कति स्ट्रङ रहेछ ल बाबु त। ल माथिसम्म सक्छौ? ल ल आमामामामा ल कलर लाग्यो हातमा। म चाहिँ अब यसो तरकारी बनाउँदैछु। हाम्रो यहाँको लोकल सिमी सिले टक्क काटेर होइन,
आगोमा पकाएर खाएको स्वाद छुट्टै हुन्छ होइन, छुट्टै मिठो हुन्छ। मलाई चाहिँ साह्रै मनपर्छ। जाडोको बेला पनि छ, जाडोको बेलामा गर्मीमा चाहिँ आगोमा धेरै बस्न सक्दैन, जाडोमा चाहिँ साह्रै आगो ताप्दै खाना बनाउँदै छुट्टै रमाइलो हुन्छ यो गाउँघरको खाना। कस्तो राम्रो रहेछ त साग पनि। साग हेर्नु त कस्तो राम्रो छ साथीहरू, देख्न सक्नुहुन्छ। हाम्रो मम्मीले लगाउनु भएको साग है। मम्मी बुवा बस्नुहुन्छ बिचरा दुईजना, एकछिन चोप्लाएर बस्नुहुन्न, घरि के कामहरू गरिरहनुहुन्छ। लसुन पनि रोप्नु भएको छ। लसुन पनि रहेछ, सानो रहेछ। अब बिस्तारै बढ्दै जान्छ लसुन। खोर्सानी धेरै हाल्दिनँ पऱ्यो पहिला। ल सिमीको त के हो, सिमी तरकारी? सिमीको तरकारी हो यो। ए गाउँघरको लोकल सिमी। दारू चाहिँ भेटाउन अब खोज्न जानु पर्ला त। लोकल गोलबेडा पनि नजिकै छ यहाँ। छुट्ट चाहियो भने त्यहाँ देखाउनु त कति काइरा रहेछ त। ल टिपो सक्दै भ्यान्डा पनि फलेको छ। भ्यान्टा पनि छ त। ए पर्कल होइन यो यो होइन, यो पर्कलो पनि रहेछ त। यो त अर्कै हो, यो अर्कै दुई थरी रहेछ। यो त तल गोठमा खसी बोका, माथि गोठमा भैँसी। हेर्नु न दाउरा कति धेरै छ। दाउरा मम्मीहरूको जाँगर, मम्मी बुवाको दुईजना हुनुहुन्छ बिचरा। उहाँ यति धेरै दाउराको खल्यो बनाएर राख्नु भएको छ। बाबु चाहिँ रमाएर आएको छ यहाँ आएर। उता बाख्रा देखाएको छ, भैँसी देखाएको छ। साग त के तपाईँ लानुहुन्छ है क्या? साग त अघिदेखि सागको तारिफ गरे हुन्छ। हाम्रो मासतिरको एकजना आन्टी हुनुहुन्छ, साग त कस्तो राम्रो रहेछ भने हुनुहुन्छ। अहिले म मम्मीलाई टिप भनेर टिप्न लगाइदिन्छ है त साग चाहिँ। दिन्छु म अलिकति मम्मीलाई भनेर। अहिले मम्मी यहाँ हुनुहुन्न, मम्मी उता वस्तुहरू के उ गर्न सार्न जानु भएको छ। सिमी पखालेको एकचोटि त सुरुमै पखालेको हो, पखालौँ न होइन। आज चाहिँ धेरै पछि मेरो हातको चाहिँ टक्क मम्मी बुवालाई खुवाउन मन लागिरहेको छ होइन, खाना बनाएर धेरै पछि। पहिला त खासै धेरै म बनाउनु त होइन खाना त, यहाँ हुँदाखेरि मम्मीहरू पनि बनाउनुहुन्थ्यो। भए पनि आज चाहिँ धेरै समयपछि, 1 वर्षपछि आएको छु। आएर चाहिँ खाना मन लाग्यो साथीहरू। जाडोमा होइन आगो ताप्दै टक्क खाना बनाउँदै, अनि त्यसपछि यतातिर हेर्नु त हेर्नु हरियाली छ, हरियाली यो सिनारी टक्क हेर्दै कस्तो आनन्द आउँछ क्या। गाउँ भनेको गाउँ हो। हाम्रो एउटा टक्क फुल पनि फुल्याएको छ है, देखेर उहाँ पारिपट्टि हेर्नु त स्कुलहरू छ, स्कुल छ। कस्तो राम्रो देखिन्छ क्या पारिपट्टिबाट हेर्नु त, भेकातिर नि कस्तो राम्रो देखिन्छ स्कुलहरू, खेतहरू टक्क होइन, कस्तो रमाइलो छ। अनि हाम्रो यहाँ फुलहरू देख्न सक्नुहुन्छ है, मम्मीले लगाउनु भएको। अस्ति नै पोहोर आउँदा चाहिँ एकदमै राम्रो फुल थियो, अहिले चाहिँ अलि माथि छ फुल। यहाँ मनी प्लान्ट छ, अर्को छ यहाँ टक्क। हाम्रो खाना खाने चाहिँ त्यहाँनिर हो।
अनि अहिले चाहिँ हामीले चाहिँ यहाँ अब जाडो महिनामा चाहिँ मम्मीहरूले चाहिँ प्राय यहाँ आगोमै खाना बनाउनुहुन्छ। अनि आगोमा खाना बनायो, गर्मीमा चाहिँ उताभित्र बनाउनुहुन्छ ग्यासमा, जाडोमा चाहिँ आगोमा। दाउराहरू टन्नै हुने क्या यहाँ त। फेरि कोइलामा फेरि यता कोइले चुलोमा चाहिँ दाल पाक्दैछ है साथीहरू, देख्न सक्नुहुन्छ। यहाँ चाहिँ दाल पाक्दैछ कोइलामा। यता चाहिँ है तरकारी बनाउँदैछु। साँझको बेला छ साथीहरू, अब म चाहिँ यहाँ खाना बनाउँदैछु। मम्मीलाई कस्तो लागिरहेको छ आज म आएर टक्क यहाँ खाना बनाउँदैछु साँझको बेलामा। यहाँ अब खाना बनाउनलाई लागेपछि त आगो पकाउन रहर लागेछ। यहाँ तरकारी बनाउँदैछु छोरीले, यहाँ म चाहिँ छेउमा बसेर हेरेर तालेर बसेको। यहाँ नाति बाहिर भित्र उब्रिएको छ, खुसी लागेको छ।